नमस्ते सम्पूर्ण साथीहरू राष्ट्रिय स्वतन्त्र पार्टीको अर्को नयाँ काम र त्यो काम हेर्नका लागि पहिला तपाईँ यो सानो भिडियो हेर्नुहोस्। अब म जय घन्टी भनिराख्दाखेरि यहाँहरूलाई मेरो स्वर सुन्दा अचम्म चाहिँ लाग्छ। तपाईँले समाजमा महिला र पुरुष मात्र भनेर सोच्नु भएको छ भने त गलत। म अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तेस्रो लिङ्गी समुदायको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारमा छु भनेपछि त्यो भ्रमलाई चिर्न बदल्नको लागि समाजमा महिला र पुरुष मात्र हुन्छन् भन्ने होइन कि अब चाहिँ तपाईँले सोच्नु पर्यो तेस्रो लिङ्गी समुदाय पनि हुन्छन् भनेर। त्यसको ज्वलन्त उदाहरण म यहाँ छु। साथीहरू तपाईँ यो भिडियो हेरिसक्नुभयो। साथीहरू राष्ट्रिय स्वतन्त्र पार्टीले जुन काम गरिसक्नुभयो त्यो अहिलेसम्म नेपालको कुनै पनि पार्टीले यस्तो काम गरेको थिएन। साथीहरू अब राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकबाट तेस्रो लिङ्ग व्यक्ति पनि उम्मेदवारी दिँदै हुनुहुन्छ र साथीहरू यो हाम्रो समाजलाई एउटा नयाँ बाटो दिन्छ। जुन महिला पुरुष बाहेक अरू लिङ्ग छ तिनीहरू जस्ता व्यक्तिलाई पनि उहाँको राइट्सको लागि फाइट गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा बाटो बनाइदिनु भयो। साथीहरू कस्तो लाग्यो भिडियो तपाईलाई? यस्तो भिडियो अपडेटको लागि मलाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक शेयर कमेन्ट गर्नुहोला। हस्त धन्यवाद।